तो हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। अनि के छ खबर, सबैजना सन्चै हुनुहुन्छ? अनि आज चाहिँ म पनि आरामै। अनि आज चाहिँ म घर जान लागेको। अनि चाहिँ जिप चढेर चाहिँ म हिँड्दैछु। अब चाहिँ हामी बिचाराले यसको अगाडि गएर भेटौँ है त। हामी चाहिँ अहिले पोखराको छोरो काट्न कटिसकेको छ गाइज। अब चाहिँ हामी पोखराको सिन हेर्दै जाने। यहाँ चाहिँ देखिएको यो चाहिँ बस्ती देखिएको चाहिँ पोखराको बस्ती हो। भनेको छोरो काट्न सक्यो। अहिले पुरा फुल देख्न पाएको छैन। हामी चाहिँ अहिले भ्यू पोइन्टमा छौँ। अब चाहिँ हामीलाई भ्यू पोइन्टबाट अगाडि लागिसकेपछि अहिले त 3:44 भइसकेको छ गाइज। होइन हामी चाहिँ अब बल्ल हिँडेको वहाँबाट 3:30 मा हिँडेको। अलिकति कुर्दा पनि ढिलो भयो। अनि यहाँ चाहिँ यस्तो रहेको छ। यहाँबाट चाहिँ पोखराको भ्यू अलिअलि मात्रै देखिएको छ गाइज। अलिकति जुम गर्न मिलेन। जुम गरिदिएको छु, हेर्न सक्नुहुन्छ। पोखरा यस्तो देखिएको छ कि पाइएन कि हल्का हल्का देखियो होला, त्यति राम्रोसँग देखिएको छैन होला गाइज। पोखरा भ्याली हेरेको यस्तो रहेछ कि डह्रो दामी देखिएको थियो, तर त्यतिमाथि खिच्न पाइएन किनकि अब गाडी स्पिडमा थियो। त्यही भएर हेर्न सक्नुहुन्छ हाम्रो पोखरा भ्याली। अब हामी चाहिँ यहाँबाट लाग्यौँ। हेर्दै जानु गाइज, हेर्दै जानु है त। हामी चाहिँ एउटा रेस्टुरेन्टमा आइसकेका छौँ। रेस्टुरेन्टको ठ्याक्क नाम देख्न पाइएन गाइज। यो देखिएको गाइज चाहिँ कुन्तीकोट हो। मेरो चाहिँ अलिकति जुम भएर त्यति राम्रो देखिएको छैन गाइज। ठिक 4:04 भइसकेको छ गाइज है। अब हामी कति बजी पुग्छ हेर्दै जाऊँ। हामी चाहिँ अब यहाँबाट लागिएको छ, सिन हेर्दै जाऊँ गाइज। अब हामी चाहिँ यहाँबाट फेदीखोला सुरु भइसकेको छ गाइज। फेदीखोला गाउँपालिका सुरु भइसकेको छ। हामी चाहिँ फेदीखोला आइसकेका छौँ गाइज है। अब हामी चाहिँ यहाँबाट अब भालुपाडबाट सिद्धोवनबाट चाहिँ सिधै पञ्चमुख हान्नेको छ। हामी चाहिँ अब घुम्ती हामी चाहिँ भालुपाड आइसकेका छौँ। अनि यहाँ चाहिँ यतापट्टि चाहिँ भाइरल चटपट पसल छ, अगाडि चाहिँ चिया पसल छ गाइज है। अब हामी चाहिँ यहाँ हिँडिएको छ भालुपाडबाट। अब सिधै सिद्धोवन गएर भेटौँला गाइज। यहाँको सिन हेर्दै बस्नु होला। फाइनली गाइज हामी चाहिँ नागडाँडा आइसकेका छौँ। नागडाँडाबाट अब सिद्धोवन जान दिएको छैन। अब चाहिँ हामी यहाँबाट एकछिन बसिन्छ। हामी एकछिन बसिन्छ अनि भेटौँ है। हामी चाहिँ नागडाँडाबाट हिँडिसकेका छौँ। अब हामी सिद्धोवन बसी भेटौँला। अब यहाँ सिन हेर्दै जानु होला। हामी चाहिँ अहिले सिद्धोवनको पुल भन्दा नि हाम्रो सिद्धोवनको बोर्डर पालिकाको। अनि हामी चाहिँ सिद्धोवनबाट माथि ठड्यौँ। हामी चाहिँ पुलमा चढ्दैछौँ, सिद्धोवनको पुलमा चढ्दैछौँ गाइज। अब चाहिँ हामी यहाँ माथि लाग्यौँ। अब हेर्दै गर्नु होला, सिन हेर्दै गर्नु होला।
हामी चाहिँ माथि माजु भन्ज्याङ आइसकेका छौँ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा रेस्टुरेन्ट जस्तो रहेको छ। हामी उसमा आइसकेका छौँ। यतापट्टि चाहिँ रेस्टुरेन्ट, यतापट्टि भ्यू हेर्न चाहिँ मजा आउनेछ। अहिले चाहिँ रात परिसकेको छ, अब ओलेर हेर्न मिलेन। अनि यहाँ देखिएको चाहिँ खतरा सिन देखिएको छ, त्यही भएर म यसो दिएँ। हामी चाहिँ अब बेलुकाको 5:30 6:30 धेरै भएको छ। यो जुन गरेको चाहिँ हाम्रो घरको चाहिँ यो डाँडोदेखिको चाहिँ सिरबारीको डाँडो चाहिँ गाइज। अब हामी यहाँ सिधै हेर्दै जाउँ, अब कति बजे पुग्छ हेर्दै जाउँ। तो हेलो गाइज, अनि आज म घर आइसकेको छु। हिजो चाहिँ इन्डिङ गर्न बाँकी थियो अनि आज इन्डिङ गरिदिएको। चाहिँ हामी लगभग त्यस्तै 6:30 भएको थियो बेलुका आउँदा, अनि थकै नि लागेको थियो, त्यही भएर चाहिँ भिडियो कम्प्लिट देखाउन पाइनँ। अनि आएर चाहिँ मैले खाना खाएर सुतिसकेको थिएँ। गाइस हेर्दै गरौँ आजको भिडियो कस्तो लाग्यो, मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब हान्नु होला। र अनि पोखरा गएको चाहिँ भ्यू चाहिँ अब सितिमिति आउन सक्छ, पार्ट 2 पार्ट 3 आउन सक्छ। म डेली आइराख्छु गाउँतिर, अब आइराख्ने काम हुन्छ। आए पनि नआए पनि भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। आजलाई बाई बाई।